ल, हजारौं प्रतिस्पर्धीहरूको प्रतीक्षा अब सकिएको छ। बागमती प्रदेश लोक सेवा आयोगले एउटा एकदमै महत्त्वपूर्ण नतिजा निकालेको छ र यो नतिजाले प्रदेशको प्रशासनमा कोतो नयाँ अनुहार आउँदैछन् भन्ने कुराको पनि टुङ्गो लगाउनेछ। आउनुहोस्, आज हामी यही नतिजाको भित्र पसेर हरेक पाटोलाई नियालेर हेरौं। हो, यो सबै कुराको सुरुवात भएको हो आयोगको यही सूचनाबाट। हेर्नुहोस् त, मिति 2082 साल माघ 15 गते यो सूचना आयो र यसले प्रदेश प्रशासनको एउटा निकै महत्त्वपूर्ण पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्यो। त्यसो भए सुरुमा यही सूचनाको बारेमा कुरा गरौँ। आखिर यो नतिजा कुन पदको लागि हो, परीक्षा कहिले भएको थियो? ल, यसको आधारभूत कुराहरूबाटै सुरु गरौँ न। यो नतिजा हो सामान्य प्रशासन सेवा अन्तर्गतको सहायक 5औं तह पदको। अब यो पद सानोतिनो पद होइन है। प्रदेशको प्रशासनिक काम कारवाहीमा यसले त एक किसिमले मेरुदण्डकै काम गर्छ र यसको परीक्षा भएको थियो गएको भदौ 6 र 7 गते। अब आउँछ सबैभन्दा चाखलाग्दो कुरा, प्रतिस्पर्धाको तथ्याङ्क। कतिजनाले परीक्षा दिएका थिए अनि तीमध्ये कतिजना सफल भए? ल, अब अङ्कहरूमा डुबेर हेरौँ प्रतिस्पर्धा कति कडा थियो भनेर। एकछिन सोच्नुस् त, 3449 जना यो सानो सङ्ख्या होइन। एउटै पदको लागि यति धेरै जनाले परीक्षा दिनुले के देखाउँछ भने प्रदेशको निजामती सेवामा प्रवेश गर्न कति ठूलो दौड छ भन्ने कुरा प्रष्ट हुन्छ। यो तालिकाले त झन प्रतिस्पर्धाको गहिराईलाई देखाउँछ। जस्तै खुलातर्फ मात्रै हेरौँ न, 121 वटा पदको लागि 182 जनालाई अन्तर्वार्तामा बोलाइएको छ। हरेक समूहमा मागभन्दा धेरैलाई बोलाइएको छ। यसको मतलब अन्तर्वार्ताको चरण झनै चुनौतीपूर्ण हुनेवाला छ। वाह, यो चार्टले त पुरै कथालाई एकै ठाउँमा देखाइदिन्छ। हेर्नुहोस् त, परीक्षा दिने 3449 जना मध्ये जम्मी 438 जना मात्र अर्को चरणमा पुग्न सफल भए। प्रतिशतमा हेर्ने हो भने यो त लगभग 13% मात्रै हो। यसले नै देखाउँछ कि यो परीक्षा पास गर्न कति गाह्रो थियो। खेर, अर्को प्रश्न आउँछ, ती 438 जनालाई आखिर कसरी छनौट गरियो त? के आधारमा उनीहरू छानिए? नेपालको निजामती सेवाको समावेशी प्रणाली बुझ्नको लागि यो खण्ड एकदमै महत्त्वपूर्ण छ। हाम्रो निजामती सेवाले समावेशी सिद्धान्तलाई अपनाएको छ। यसको मतलब के हो भने केही पदहरू सबैका लागि खुला हुन्छन् र केही पदहरू चाहिँ महिला, आदिवासी जनजाति, दलित, थारू, मधेसी र अपाङ्गता भएका व्यक्तिहरू जस्ता समुदायको प्रतिनिधित्व होस् भनेर छुट्याइएको हुन्छ। आयोगले निकालेको नतिजाको सूचीमा हेर्नुभयो भने हरेक सफल उम्मेद्वारको नामको छेउमा छनौट समूह भनेर एउटा कोलम हुन्छ। हो, त्यसले नै प्रश्न पार्छ कि उम्मेद्वार खुलाबाट छानियो कि कुनै आरक्षण समूहबाट। अझै एउटा रोचक कुरा के छ भने नि, एकैजना उम्मेद्वार एकभन्दा बढी समूहमा पनि छानिन सक्छन्। जस्तै कोही उम्मेद्वारको नाम खुला, महिला र मधेसी तीनवटै समूहमा निस्कन सक्छ। यसले छनौट प्रक्रियालाई झनै बहुआयामिक बनाउँछ। ल, अब सबैभन्दा महत्त्वपूर्ण खण्डमा जाउँ। लिखित परीक्षामा त नाम निकिस्क्यो, अब के त? सफल उम्मेद्वारहरूको मनमा पक्कै यही प्रश्न होला। अब सफल उम्मेद्वारहरूले 3वटा मुख्य काम गर्नुपर्छ। पहिलो, आफ्ना सबै सक्कल कागजात, फोटो र आवेदन फारम ठिकठाक पार्ने। दोस्रो, अन्तर्वार्ताको दिन तोकिएको समयभन्दा कम्तीमा 1 घण्टा अगाडि नै पुग्ने। र तेस्रो, कम्प्युटर सिप परीक्षण र अन्तर्वार्ताको लागि आफूलाई पुरै तयार पार्ने। र याद राख्नुहोला, यी सबै प्रक्रियाहरू हुनेछन् बागमती प्रदेश लोक सेवा आयोगको कार्यालय हेटौडामा। अबको यात्रा यहीँबाट अगाडि बढ्नेछ। र अन्त्यमा एउटा गम्भीर प्रश्न, हजारौं प्रतिस्पर्धीलाई पछि पारेर छानिएका यी 438 जनाले बागमती प्रदेशको प्रशासन र सेवा प्रवाहमा साँच्चीकै केही फरक पार्न सक्लान् त? यति कडा परीक्षा पार गरेर आउने यी नयाँ प्रशासकहरूबाट प्रदेशले के आशा गर्ने? यसको उत्तर त अब भविष्यले नै देला।